सबैलाई नमस्कार छ है। 2, 3, 4 दिनको पछि फेरि तपाईहरुसित भेट्दैछु। विशेष गरेर चाहिँ अफिसमा अहिले मार्च इयर एन्डिङ भएको कारणले गर्दा चाहिँ काम परेर हिजो आइतबारको दिन पनि हामी अफिसमै थियौं अनि आज ईदको छुट्टीको दिन पनि हामी अफिसमा छौं। भोलि पनि सायद अफिसमै हुन्छौं हामी है। अनि त्यसले गर्दाखेरि चाहिँ भित्र बसेको बिहान आएकोदेखि है चिसो 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 भएर अहिले बाहिर निस्केको त न्यानो तातो भयो क्या। अन्त एकछिन म चाहिँ घाम ताप्नु निस्केको, मलाई साह्रो जाडो भयो भनेर निस्केको। हाम्रो यहाँ पल्लोपट्टि एउटा पुरानो घर क्या, ब्रिटिसको पालाको घरलाई अब अलिअलि अब है त्यसलाई रिपेयरिङ भनौँ न त्यो गर्दैछ कि। अन्त त्यहाँनिर चाहिँ के अरे म गएको थिएँ। म गएर एउटा कुरा देखेर म छक्कै परेँ। अन्त तपाईँहरूलाई पनि म त्यो देखाउनु मन परिहाल्छ नि। अब आजकल त क्या अलिकति केही नयाँ कुरो भेट्यो, अलिकति केही है त्यस्तो भयो भने फेसबुकमा देखाउँछु, म के अरे युट्युबमा देखाउँछु मेरो युट्युबको साथीहरूलाई भन्ने हुन्छ नि। र त्यो चाहिँ अचम्म चाहिँ के भयो भने मैले पनि लाइफमा फर्स्ट टाइम देखेको त्यो चाहिँ क्या। तपाईँहरू यो मेरो मैले सुनेको पनि थिइनँ हो। त्यो चाहिँ के रहेछ भनेदेखि नि त्यति बेलाको जमानामा त्यो घरमा है माथि त्यो छप्परहरू ठोक्दाखेरि होला त्यो बटमहरूतिर भनौँ न ठुल्ठुलो बटमहरूतिर नि है काठी ठोकेको रहेछ कि। त्यो काठी चाहिँ हेर्नुहोस् न यहाँ आम्बो यो त अन्त काठी हो कि छिनो हो हुँदो रहेछ हो। यहाँ हेर्नुहोस् त काठी, त्यो ब्रिटिसको पालाको काठी रहेछ यो। अन्त त्यहाँनिर 2-3 वटा रहेछ क्या। अन्त खै एकछिन ल्याउनु म मेरो युट्युबमा देखाउँछु मेरो साथीहरूलाई भनेर मैले लिएर आएको है। अन्त विशेष गरेर मैले तपाईँहरूलाई अस्तिदेखि नै एउटा चाहिँ के देखाउँछु भनेर सोचेको थिएँ भनेदेखिलाई यो चाहिँ 36 नम्बर समष्टि पर्छ है। अन्त 36 नम्बर समष्टिमा जति पनि कलाकारहरू है छन् ती कलाकारहरूलाई चाहिँ जिटिए आइडल भइरहेको थियो। अनि त्यसमा जिटिए आइडलमा यो 36 नम्बर समष्टिभित्र पर्ने सम्पूर्ण कलाकारहरूलाई चाहिँ एउटा सम्बर्धनाको कार्यक्रम पनि आयोजना गरिएको थियो क्या। अनि त्यसमा चाहिँ म पनि परेको थिएँ। अनि त्यो सम्बर्धनाको कार्यक्रम मैले है तपाईँहरूलाई अब यसलाई के भन्छ लेग पोस्ट भन्छ होला होइन, अस्तिदेखि देखाउँ भन्छु त्यो भ्याएकै छुइनँ। मैले जे जस्तो खिचेँ है, हुनु त सबैजनाको मैले खिच्नु पाइनँ होला, सकिनँ होला होइन, सकिनँ नै। तर पनि जतिको चाहिँ खिचेको छु त्यतिको चाहिँ म तपाईँहरूलाई यसो है हेर्नुहोस् है कसले के पाएछ सम्बर्धनामा, को कलाकारहरू 36 नम्बर समष्टिमा पर्दो रहेछ भन्ने चाहिँ यो छ है। र म तपाईँहरूलाई त्यो देखाउँदैछु। अघि मैले यहाँ आदरणीय सर सचिन सिंह दाजुलाई देखिनँ, त्यही कारण मैले स्किप गरेर उहाँको नाम मैले उच्चारण गरिनँ। तर कसैले उहाँको बिहाफमा यो सम्मान ग्रहण गरिदिनुहुन्छ भन्ने आग्रह गर्दै श्रीमान सचिन सिंहज्यूको सम्मान श्री अनिल राईद्वारा ग्रहण गरिने आग्रह गर्दछु। उहाँ एकदमै गायक, सङ्गीतकार अनि सङ्गीत संयोजक हुनुहुन्छ। उहाँले हाम्रो कालिम्पोङको नाम धेरै रोशन गर्नुभएको छ र उहाँलाई पनि आयोजक समितिले उहाँको देनलाई मध्यनजर राख्दै उहाँलाई पनि हामी सम्मान टक्राउँदछौँ। र अघिल्लो चरणमा हामी अब श्रीमान सूर्यमणि प्रधान, उहाँ पनि वरिष्ठ गायक हुनुहुन्छ। अहिले हालैमा उहाँ पनि नवल दर्जाको गायक हुनुहुन्छ। उहाँलाई पनि हामी सम्बर्धना पत्रद्वारा सम्मान टक्राउँदछौँ। र अघिल्लो चरणमा हामी मञ्चमा निम्त्याउँदछौँ सुश्री प्रार्थना छेत्री। सुश्री प्रार्थना छेत्रीको यहाँ आमा हुनुहुँदो रहेछ, उहाँले यो सम्मान ग्रहण गरिदिनुहोस्। हाम्रो नानी
नेसनल स्कुल अफ ड्रामा सिक्किमबाट उहाँले प्रशिक्षण लिएर अहिले हालै दिल्लीमा कार्यरत हुनुहुन्छ। यस क्षेत्रमा उहाँले आफ्नो कार्य अगाडि बढाइरहेका छन्। नानीलाई पनि धेरै धेरै भविष्यमा यस्ता कला क्षेत्रमा आफ्नो योगदान दिनेछ भन्दै उहाँलाई पनि सम्मान टक्राउँदछौँ। र हामी सुश्री रिया भुजेललाई पनि यहाँ हामी मञ्चमा निम्ताउँदछौँ। हाम्रो आदरणीय मन्त्री भुजेलज्यूको छोरी सायद हुनुहुँदो रहेछ र उहाँले यस सम्मानलाई ग्रहण गरिदिने रहेछ। उहाँ एउटा एक्ट्रेस कलाकार हुनुहुँदो रहेछ नानीले र भविष्यमा पनि अब हाम्रो कालेबुङलाई एउटा सबैलाई यस कला क्षेत्रमा चिनाउनेछन् भन्ने अपेक्षा राख्दै नानीलाई पनि हामी यहाँबाट सम्मान टक्राउँदछौँ। धेरै धेरै धन्यवाद सर, तपाईँको प्रस्तुतिले यहाँ प्रेजेन्सले हाम्रो आज कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हामी आयोजक समितिद्वारा धन्यवाद प्रकट गर्दछौँ। धेरै धेरै धन्यवाद यसै क्रममा म अब सुश्री किरण दनालज्यू उहाँलाई पनि मञ्चमा आइदिने आग्रह गर्दछु। उहाँले पनि जुरी मेम्बर्स भएर आजको यस कार्यक्रमलाई निर्णय दिनुभयो, यसको निम्ति पनि हामी धन्यवाद ज्ञापन गर्दछौँ। र यसै क्रममा म अब श्रीमान अजय रायज्यू उहाँलाई पनि म मञ्चमा निम्ताउँदछु र धेरै धेरै आयोजक समितिको तर्फबाट धन्यवाद टक्राउँदै साथै अनिल रायज्यूलाई पनि मञ्चमा आएर आयोजक समितिको तर्फबाट टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिने आग्रह गर्दछु। धेरै धेरै धन्यवाद। यसरी नै सूर्य मणि प्रधान दाजु हाम्रो आदरणीय दाजु उहाँलाई पनि टोकन अफ एप्रिसिएसन हाम्रो आयोजक समितिको तर्फबाट ग्रहण गर्ने आग्रह गर्दछु। यसरी नै अब शिला राणापालीज्यू उहाँलाई पनि मञ्चमा आए आफ्नो टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिने आग्रह गर्दछु। धेरै धेरै धन्यवाद दिदीलाई र श्रीमान दिलीप भुजेलज्यू उहाँ पनि मञ्चमा आएर आफ्नो टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिने आग्रह गर्दै समितिको तर्फबाट धन्यवाद जनाउँदछौँ। धन्यवाद। आजको यस कार्यक्रममा जुन मेम्बर भएर निर्णय गरिदिनु भएकोमा यसरी नै रोशन सिराल श्रीमान रोशन सिरालज्यू उहाँलाई पनि धन्यवाद टक्राउँदै टोकन अफ एप्रिसिएसन प्रदान गर्दछु। यसरी नै रोशन श्री खत्रीज्यू उहाँ पनि मञ्चमा आइदिने आग्रह गर्दछु र आफ्नो टोकन अफ एप्रिसिएसन यहाँबाट ग्रहण गरिदिने। र प्यारो सरलाई धेरै धेरै धन्यवाद आफ्नो उहाँलाई पनि आफ्नो टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिनु अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु। र यसरी नै हाम्रो श्रीमान प्रशान्त छेत्री ज्यूलाई पनि मञ्चमा आइदिने आग्रह गर्दछु। प्रशान्त दाजुलाई पनि आजको मुख्य निर्णायकको भूमिका निभाइदिनु भएकोमा हाम्रो आयोजक समितिको तर्फबाट धेरै धेरै धन्यवाद। साथै म अब मञ्चमा
गर्दै उहाँलाई पनि टोकन अफ एप्रिसिएसन हाम्रो तर्फबाट सबैले ताली बजाएर उहाँलाई पनि धन्यवाद प्रकट गर्नु। थ्याङ्क यू। श्रीमान रूपेश रुचाज्यू किबोर्डिस्ट उहाँलाई पनि धेरै धन्यवाद ज्ञापन गर्दछौँ। श्रीमान सजल घिमिरेज्यू धेरै धेरै धन्यवाद। श्रीमान दीपक सेवाज्यू एउटा ताली बजाउनु यस कार्यक्रम हुने थिएन। क्रमले श्रवण घिमिरेज्यू श्रीमान श्रवण घिमिरेज्यू श्रीमान दीपक कुमार थापा उहाँले पनि आफ्नो टोकन ग्रहण गरिदिने। श्रीमान प्रसाद छेत्रीज्यू उहाँ पनि मञ्चमा आएर आफ्नो टोकन ग्रहण गरिदिने। श्रीमान सुमित छेत्रीज्यू सबै आदरणीय म्युजिसियनलाई धन्यवाद। श्रीमान मणि कुमार राई यो कार्यक्रमको मनोरञ्जन दिनेछौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। श्रीमान रतन गुरुङज्यू पनि मञ्चमा आइदिनुहोस्। हाम्रो गोर्खा च्यानलको उहाँ डाइरेक्टर हुनुहुन्छ। उहाँलाई पनि मञ्चमा आउनु अनि हाम्रो तर्फबाट टोकन अफ एप्रिसिएसन ग्रहण गरिदिने आग्रह गर्दछौँ। कोअर्डिनेटर हुनु उहाँ पनि हुनुहुन्छ र उहाँलाई पनि सम्मान जनाइदिने आग्रह गर्दै दाजुलाई पनि धेरै धेरै धन्यवाद। पाइसकेका छौँ र यी दुई फाइनलिस्ट मध्ये अब हामीले हाम्रो आज 36 नम्बर समष्टिको आइडल यहाँ पाउनेछौँ, जसले जिटिएमा गएर कम्पिटिसनमा भाग लिएर रिप्रेजेन्ट गर्नेछ हाम्रो समष्टिलाई। र दुवै कन्टेस्टेन्टलाई म यहाँबाट धेरै धेरै अग्रिम बेस्ट अफ लक साथै जित्नेलाई बधाई पनि टक्राउँदछौँ। अझै कोसिस गर्ने, प्रशिक्षण लिने, यो तपाईहरुको गायनको जुन चाहिँ ट्यालेन्ट छ आफ्नो प्रतिभालाई अझै अघि लाने आग्रह गर्दै म अब विनरको नाम पनि घोषणा गर्न गइरहेको छु। र कतिको डर लागिरहेको छ, ढुकढुकी त हुन्छ अवश्य नै। यो मञ्च नै यस्तो हो, यो क्षेत्र नै यस्तो हो र आफ्नो मनलाई बलियो गर्ने अनि जो पनि विनर हुनुहुन्छ उहाँले सहर्ष स्वीकार गर्ने र जो आजको यस कार्यक्रमबाट बाहिर हुनुहुन्छ उहाँले पनि स्वीकार गर्ने आग्रह गर्दै म र आजको द मोस्ट अवेटेड मोमेन्ट पर्खिरहेको हाम्रो आजको यो घडी हाम्रो हातमा आइसकेको छ। म यहाँ मञ्चबाट विनरको नाम अनाउन्स गर्न गइरहेको छु र दुईजनै कन्टेस्टेन्टहरूलाई मन थामेर सुनिदिने, कोही बेला एक्सपेक्टेड
हार्छन्, कोही बेला अनएक्सपेक्टेडली जित्छन्। त्यस्तो पनि हुन सक्छ या त हुन पनि सक्दैन। र अब सबैले यो आजको यो घडीलाई जुन चाहिँ हामीले पर्खिरहेको थियौँ, हाम्रो 36 नम्बर समष्टिको विनर जसले हाम्रो जिटिएमा गएर आइडलको निम्ति भाग लिनेछ, उहाँ हुनुहुन्छ मिस प्रिया। समितिको तर्फबाट उहाँलाई सम्मान टक्राउन चाहन्छौँ। सबैले जोरदार ताली बजाएर उहाँलाई पनि सम्मान प्रकट गरौँ। यसरी नै दिलीप भुजेलज्यू, श्रीमान दिलीप भुजेलज्यू, उहाँलाई पनि म मञ्चमा आइदिने आग्रह गर्दछु। उहाँ असलले गायक, उहाँ होस्ट पनि हुन्छ। उहाँले धेरै ठुला मञ्चमा कार्यक्रमलाई सञ्चालन गरेर सबैको मन जितेका छन्। उहाँलाई पनि हामी आज हाम्रो तर्फबाट उहाँलाई पनि सम्मान टक्राउँदछौँ। यसरी नै श्रीमान धीरज त्रिखत्रीज्यू, उहाँलाई पनि हामी मञ्चमा निम्ताउँदछौँ। उहाँ एकदमै असल ड्रमर हुनुहुन्छ वाद्यबाट। उहाँले धीरज त्रिखत्रीज्यूको बदली उहाँले यो सम्मानलाई ग्रहण गर्नुहुँदैछ। धन्यवाद तपाईँलाई। र हाम्रो क्रमैले श्रीमान रोशन सिराल दाजु, उहाँ सङ्गीत संयोजक, सङ्गीतकार, हाम्रो कालेबुङको सङ्गीतलाई देन दिइरहनु भएको छ। उहाँलाई पनि हामी सम्बर्धना टक्राउन चाहन्छौँ। र अघिल्लो चरणमा हामी श्रीमती किरण दर्नाल ज्यूलाई यहाँ मञ्चमा निम्ताउँदछौँ। उहाँ गायिका, उहाँले पनि सुश्री हिरण दर्नाल ज्यू वरिष्ठ गायिका, उहाँले धेरै 2 वटा आफ्नै एल्बम निकालिसक्नु भएको छ। अनि हालैमा उहाँले डाक्टर अम्बेडकर नेसनल अवार्ड पनि दिल्लीमा गएर थापिसक्नु भएको छ। यसको निम्ति पनि उहाँलाई धेरै बधाई अनि सङ्गीतप्रतिको जुन चाहिँ योगदान छ उहाँलाई सराहना गर्दै हामी उहाँलाई सम्मान टक्राउँदछौँ। र अब हामी श्रीमान रोशन त्रिखत्रीज्यूलाई यहाँ सबैले जोरदार ताली बजाएर सम्मान प्रकट गरौँ। र अघिल्लो चरणमा हामी श्री राजेन गुरुङज्यू, उहाँ एकदमै अब हामी भनौँ न नृत्य क्षेत्रको गुरु, एकदमै हाम्रो लोक नृत्य प्रशिक्षण केन्द्रको उहाँ डाइरेक्टर भनौँ, उहाँले चलाइरहनु भएको छ। लगभग 25 वर्ष भइसक्यो। उहाँको यो नृत्यप्रतिको देनलाई हामी सराहना गर्दै उहाँलाई पनि सम्बर्धना प्रकट गरिरहेका छौँ।